सो यति बेला भने चाहिँ हामी घरबाट गोठ जाँदै गरेको पानी परेर यस्तो रुखको फेदमा बसिरहेको छौँ अनि अहिले दुई भाइ छौँ पानी परेर अब रह्यो भने जाने नत्र रुखको फेदमा बसेको अनि ओइ चुदेको थियो यता भन्ने हेर्न माथिबाट जतै पनि डर खुला छ हैन भिजेको केटो के छ हौ अनि हल्ले चल्ले यार एकदम तर पानीले चाहिँ हामीलाई माला जस्तो छ है तर यस्तो गाडा गुडुङमा चलिरहेको छैन हल्का हैन अनि प्रपोज गर्ने फुल टिभी छ त कसलाई हौ स्पेशली केटी आउँछ भनेर प्रपोज गर्नु खोजेको हैन तर आएन यस्तो पानी त परे के आउँछ हेट भिजेको छ है मे चिमल चाहिँ फेरि यार चिमल त खत्रै फुलेको छ नि हैन यता पनि छ यता नि छ तपाईहरु पनि घुम्न आउनुहुन्छ अनि भन्नु हैन यस्तो राम्रो चिमलहरु फुलिरहेछ के घुमाइदिने हो के हो केटीहरुलाई चाहिँ स्पेशली घुमाइदिन्छु हो ताल परो भने हैन घुम्नु चाहिँ आउनु होला यो ठाउँ यो टाइम के म गाउँपालिका खतरा है खतरा हामी खोटाङमा छौँ नि अहिले त फेरि मलाई खोटाङ छ अब भचु साकेला गाउँपालिका भोजपुर त हाम्रो गोठु त मात्रै हो खोटाङकै हो यो सबै खोटाङकै भूभाग हो टेमको डाँडा खोटाङ गोटेको भूभागमा छु मैले चाहिँ अरे